नमस्कार सम्पूर्णलाई र हजुरहरूलाई म चाहिँ आज कसलाई देखाउँछु भन्दाखेरि बाई द टाइटल हजुरहरूले देखिहाल्नुभयो, चाल पाइहाल्नुभयो र म चाहिँ हाम्रो काकालाई देखाउन चाहन्छु। श्रीमान टङ्क शर्माज्यू उहाँ चाहिँ 70 अनि 80 को दशकको फेमस हिरो हुनुहुन्छ र उहाँसँग केही बातचित गर्न लागिरहेको छु र हजुरहरूलाई देखाउन लागिरहेको छु। उहाँ चाहिँ मेरो छेमा सासूको हस्बेन्ड हुनुहुन्छ श्रीमान टङ्क शर्माज्यू र उहाँले परालको आगो, बाँसुरी अनि झोडा चलचित्रमा अभिनय गरिसक्नु भएको छ। काका छेमा नमस्कार। र तपाईँलाई म एउटा क्वेसन गर्न चाहन्छु र मेरो भ्युवर्सको लागि क्वेसन गर्न चाहन्छु र तपाईँले कुन इयरमा चाहिँ कुन सालमा चाहिँ तपाईँले झोडा, परालको आगो अनि बाँसुरी चलचित्रहरू खेल्नुभयो, अलिकति जानकारी पाउन। 76 सालदेखि 78 सालसम्म 76 र 77 खिचेको परालको आगो 78 मा चाहिँ रिलिज भएको। 78 देखि 78 79 मा चाहिँ बाँसुरी खिचेको। रिलिज चाहिँ सायद 80 मा हो कि हौ बाँसुरी रिलिज भएको। घोडा जो भन्नुभयो, घोडा धेरै पछि खर्साङ घोडा 80-81 तिर होइन, आन्दोलनको बेलामा 86 को आन्दोलनको बेलामा रिलिज भयो। अन्त्यमा गएर त्यो गभर्मेन्ट वेस्ट बेङ्गलबाट 50,000 रुपियाँको चाहिँ अनुग्रह राशि पाएको रहेछ फिल्म बनाउनेलाई। यो सिपिएमले बनाएको पिक्चर भनेर चाहिँ त्यसलाई चल्नु दिइएन। यो झोडाले त खर्साङतिर मात्रै खालि पुरा अवधि पनि होइन, हप्ता 10 दिन 15 दिन कतिमा चलेर यो अरूतिर चल्नै दिएन। र दार्जिलिङको मान्छेले, कालेबुङको मान्छेले झोडा हेरेर। अनि काका अहिलेको चलचित्रहरू र पहिलाको चलचित्रमा चाहिँ तपाईँले के अन्तर पाउनु भएको छ, के अलिकति बताइदिनुहोस्। अहिलेको छ त्यति बेलाको। हजुर, अहिले र पहिलाको। तिमीले अलिक अप्ठ्यारो प्रश्न राख्यौ बुहारी हो। म अघिदेखि नै मेरो फुटानी वरिष्ठ कलाकार सिनियर ड्रामा आर्टिस्ट भएको नातामा मलाई बोलाउनु पर्छ भन्ने गरे। फुटानी बोलायो भने चाहिँ म हेर्नु जाने, टिकट काटेर हो भने त्यसै चाहिँ म नजाने भनेर मैले त्यो फुटानी पारिराखेको हुनाले चाहिँ म टिकट नकाट्ने, नाटक गर्नेहरूले मलाई नबोलाउने हुँदाखेरि मैले हट्टापट्ट अर्काको नाटकहरू हेरेको छुइनँ, एउटा जोडा बाहेक। त्यस्तै गरेर यो सिनेमा पनि म मन परेको नेपाली पिक्चर मैले उहिले कहिले मनको बात भन्ने हेरेको थिएँ एउटा। त्यसपछि नेपाली पिक्चरहरू मैले हेरेको छैन। अनि अब तपाईँले चान्स पाउनुभयो नि, कुनै चलचित्र मुभीहरूतिर चान्स पाउनुभयो नि गर्नुहुन्छ? चान्स भन्नु चाहिँ मौका हेरेँ। मैले परालको आगोमा चान्स पाएको हुँ। नयाँ अहिले परालको आगोमा प्रताप सुब्बाले मलाई मौकै दिएको। ब्ल्याक एन्ड व्हाइट र म नाटक गर्ने मान्छेलाई अभिनय पनि राम्रो गर्छ यसो पेपरतिर युट्युबतिर प्रशंसा आउँदाखेरि चाहिँ म गर्दो रहेछु। 5 मिनटको भए पनि ब्ल्याक एन्ड व्हाइट पिक्चरमा चान्स पाएछ भन्ने इच्छा जागेको छ। त्यो परालको आगो पाइहालेँ। भगवान्को दयाले अपार सफलता पनि पायो। त्यसले
अहिलेसम्म टेलिभिजन कलरकै आगोको नामले टङ्कसम्म बाँचिरहेको छ। हजुर त्यसपछि अब ब्ल्याक एन्ड व्हाइट त 5 मिनटको भए पाइहाल्थेँ, कलर पाएछ भन्ने एउटा फेरि अझै इच्छा ठुलो भयो। हुन्छ हुन्छ त्यही बेलामा मलाई मौका पाएँ भनेर त्यहाँ पनि भाग फालेँ मैले। पहिला त हामीले अब तपाईँको चलचित्रहरू हेर्नु पायौँ होइन काका, पहिला पहिला त पायौँ न हामीले। अब चाहिँ हामी फेरि पनि तपाईँको चलचित्रहरू तपाईँले गरेको अभिनयहरू हेर्न पाऊँ भन्ने चाहिँ आशा राखेको छु। आफू पिक्चर बनाउनु सक्ने सामर्थ्यको मान्छे होइन, अरूले पिक्चर बनाउँदा यसले पनि खेल्छ भन्ने चाहिँ सम्झेर बोलायो भने नाइ छैन हो। तिमी चाहिँ पिक्चर बनाउँदै रहेछौ, मलाई मौका देऊ भनेर म जाने होइन, गर्दाखेरि त्यो भविष्यकै कुरा हो यो। हुन्छ काका, धन्यवाद तपाईँलाई धेरै धेरै। हुन्छ हस्।